सम्पूर्णलाई शुभकामना छ 2082 सालको बडा दशैंको हार्दिक मंगलमय शुभकामना आदान प्रदान ठीक आज 11:53 टीकाकरण गर्ने जुन साहित्य हामीले गरेका छौं त्यसको लागि सम्पूर्णलाई यो मैले मोबाइलबाट र फेसबुक सामाजिक सञ्जालबाट तपाईहरुको माझमा मैले गणना गरेको छु त्यसको सम्पूर्णलाई फेरि पनि हार्दिक मंगलमय शुभकामना गर्नको लागि फेरि धन्यवाद दिन चाहन्छु। धन्यवाद। हस्त नमस्कार। हाम्रो गाउँघरमा यो दशैं तिहारमा टीका लगाइसकेपछि सबै जम्मा भएर जमरा परिने र हाम्रो संस्कृति सबैको परम्परा हो यो। यो टीकाको दिनमा दाजुभाइहरुको जम्का भेट एक ठाउँमा बसेर आफ्नो खुसी साँटासाँट किन गर्छन् भने पहिलेदेखि गरिआएको चलन चल्ती परम्परागत रूपमा त्यस्तै गरिकन दाजुभाइहरु बसेर आफ्नो आफ्नो खुसी साट्ने गर्छन्। त्यो खुसी चेलमेलुहरु टाटाबाट पहिलो गएकी चाहिँ चेलमेलुहरु आएर पनि आफ्नो खुसी साँटासाँट गर्छन् र जम्का भेटमा एकै ठाउँमा बसेर खुसी प्राप्त गर्ने गर्छन्। यो पनि पहिला पनि बुढाबुढीहरुले भन्ने गर्छन् दशैंको जुवार दुधको पिठा दुवजना जेली पाँचजना भरिने भन्ने कुराहरु बख्यान्छ। यो सधैँभरि एक आपसमा खुसी साँटासाँट गर्ने जम्का भेट पनि हो, एउटा खुसीको महसुस पनि हो भन्ने कुरा लाग्छ। त्यसो भएको कारणले पहिलेदेखि यो चलन चल्ती छ। यो हिसाबले हाम्रो प्रत्येक ठाउँमा एक ठाउँमा जम्मा हुने त्यहाँ आफ्नो खुसी साँटासाँट गरेर जेठैबाट बुढाबुढीबाट चाहिँ हाम्रो जमरा पहिरन गर्दै लास्ट चाहिँ हाम्रो पछिल्लो पिँढीले पनि राष्ट्रसम्म लगाउने हाम्रो त्यो चलन छ। र त्यसमा जम्मा गरेका बुढीहरू हाम्रो भन्छन् सेलरोटीहरू बाँडेर एक आपसमा खुसी प्राप्त गरेर नास्ता स्वरूप हामीले बाँडेर खाएर आफ्नो ठाउँमा खुसी साँटासाँट गरेर आफ्नो घरतिर लाग्छौँ। हस्त धन्यवाद। नमस्ते, म मदन बहादुर कार्की, म 50 वार्ड नम्बर 3 निवासी हजुरको अहिले व्यक्ति मैले राजनीति शास्त्रमा मास्टर डिग्री गरेर बसेको छु काठमाडौँ राजपराती क्याम्पसमा। अहिले राजनीति शास्त्रको विद्यार्थीको हिसाबले हेरौँ आज हामी 50 जना गाउँपालिका वार्ड नम्बर 2 खालको गाउँमा छौँ। यो प्रणाली पण्डित कालीको जिल्लामा पर्छ। यो ठाउँ विशेष छ। किन विशेष छ भन्दा नेपालको सबैभन्दा अग्लो झरना 181 मिटर अग्लो 50 झरना छ त्यहाँ अगाडि। अनि यो त्यही भएर पर्यटकको क्षेत्रमा धेरै महत्त्व छ। छेउमा कर्णाली नदी छ नेपालको सबैभन्दा अग्लो र यहाँ थुप्रै धार्मिक देवी देवताका मठ मन्दिरहरू थुप्रै छन्। यहाँ बेला बेलामा सांस्कृतिक पर्वहरू हुने गर्छ। यहाँको परम्परागत यहाँको गाउँ रीतिरिवाज यहाँका बासिन्दाहरूले मान्ने गरेका छन्। विशेष त यहाँको खस आर्यहरूले खसहरूले परम्परागत रूपमा मान्दै आएको कर्णालीको वस्तु देवता आज यो
यहाँ पनि आज मस्टोकै एउटा पैठो खोदाइको पैठो मस्टोको 12 बाई मस्टो मध्येको एउटा खोदाइको आज पैठो यहाँ थुप्रै छन् पचारो लुवासोरी मस्टो के अरे कुल्जेउ कैलाश अनि खोदाइ अरू लगायतका थुप्रै गोबीचन्द होइन थुप्रै देवी देवताका पैठहरू के अरे मठ मन्दिरहरू धामीहरू यसका देवताका यसका पैठोले गर्छन्। अनि यही खोदाइको आज रामनगर पनि उता 4 नम्बर वडामा पनि हुने गर्छ। आज यहाँ वर्षौँदेखि टाढा भएका अहिलेको जमानामा अहिले एकै ठाउँमा बस्ने अवस्था छैन। थुप्रै पढाइको सिलसिला होस् व्यापारको सिलसिला होस् रोजगारको सिलसिला होस् दाजुभाइहरू त्यहाँका गाउँका आफ्नो युवाहरू बाहिर जाने गर्छन्। आज यसैको सिलसिलामा यसैकोलाई आधार मानेर यहाँ चाहिँ जम्मा हुने गरेका छन्। हामी पनि दसैँ घरको काठमाडौँबाट आएको धेरै भएको चाहिँ दसैँ प्लस यो पैठ जात्रा भनेर चाहिँ हामी यहाँ आएका छौँ। जात्रा विशेष त यसलाई पैठलाई विभिन्न तरिकाले मान्ने गर्छन्। कसैले आध्यात्मिक विश्वास राख्ने मान्छेहरूले यसलाई धार्मिक कति उसलाई काल्पनिक यसलाई मिथ्याको रूपमा मान्ने गर्छन्। यसलाई हरेक कुरा अब देवी देवताको आस्था मानेर परम्परागत गरे त्यो आध्यात्मिक तरिकाले मान्ने गरेका छन् भने अहिलेको विज्ञान पद्धतिको युगमा चाहिँ यसलाई पनि अलिक मोडिफाई गरौँ संस्कृतिलाई जोगाउँ र यसलाई अहिले आधुनिक तरिकाले लगेर जाउँ भन्ने पनि छ। दुई थरीका त्यही भएर आज हामी यहाँ जम्मा हुँदैछौँ। थुप्रै यहाँ लगभग 1700को जनसङ्ख्या हाराहारीमा जनसङ्ख्या छ। यहाँ हेर्न सक्नुहुन्छ मैले आफैले रिसर्च गरेको ठाउँ यो आफ्नै गाउँ हुनाले मैले यहाँ लगभग 1700 प्लस जनसङ्ख्या होला। अझै पनि आउँदै रामनगर जानुभयो कोही गाउँमा आउनुभएको छैन। अनि यतिजनाको बिचमा आज रमाइलो हुँदैछ। हाम्रो पनि अलिकति माया साटासाट हुन्छ भेटघाट हुन्छ झिन्झाट हुन्छ टाढाबाट पाहुना आउनुभएको छ। उहाँहरूको एउटा सम्बन्ध बन्छ अर्को बन्छ कसरी समाज टिक्ने हो समाज पनि कसरी बन्ने हो होइन। पर्वहरू हुने गर्छ। यहाँको परम्परागत यहाँको गाउँ रीतिरिवाज यहाँका बासिन्दाहरूले मान्ने गरेका छन्। विशेष त यहाँका खस आर्यहरूले खसहरूले परम्परागत रूपमा मान्दै आएको प्रणालीको मस्टो देवता आज यो यहाँ पनि आज मस्टोकै एउटा पैठो खोदाइको पैठो मस्टोको 12 बाई मस्टो मध्येको एउटा
कार्की। म 55 यही वार्ड नम्बर 3 निवासी हजुरको व्यक्ति